नेपालको संविधानका 31वटा मौलिक हक सधैँको लागि नम्बरसहित बीचबाट याद गर्ने तरिका। आजको हामीले यस सानो एउटा भिडियोमा चाहिँ 16 देखि 46 नम्बरसम्म भएका जुन हाम्रो नेपालको संविधानका 31वटा मौलिक हक छन्, ती मौलिक हकहरूलाई चाहिँ नम्बरसहित कति नम्बरमा के पर्छ ऱ्यान्डमली होइन बीचबाट याद गर्नेछौँ। त्यो याद गर्नको लागि चाहिँ सुरुमा हाम्रो आज एउटा टेक्निक छ जुन मेमोरी टेक्निक्सको एकदम सजिलो हो। तपाईँहरू सबैजनालाई पहिल्यै थाहा भइसकेको टेक्निक्स, तर तपाईँहरूले मात्र अप्लाई गर्न नजान्नु भएको टेक्निक छ जुन चाहिँ मैले आजको यस भिडियोमा बताउने छु। र साथसाथै यो भिडियोबाट चाहिँ तपाईँहरूले यो भिडियो हेर्न साथ ग्यारेन्टीका साथ म भन्न सक्छु कि तपाईँहरूलाई 46वटा 31वटा मौलिक हक चाहिँ मजाले याद हुनेछ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। ल सुरु गरौँ। जस्तै आजका हाम्रा 31वटा मौलिक हकहरू चाहिँ हामीले मेमोरी टेक्निक्स राइमिङ सिस्टम राइमिङ सिस्टमको आधारमा चाहिँ याद गर्ने छौँ। राइमिङ सिस्टम भनेको मतलब चाहिँ लयको आधारमा के, जस्तै कुनै पनि गीतहरू सुन्छौँ हामीले, गीतको अन्तिममा कसरी लय मिलेको हुन्छ नि, माया छाया घर बर होइन, जसरी राइमिङ अनुसार मिलाइएर बनाइएको हुन्छ त्यही आधारमा हामीले केही कुनै पनि कुराहरूलाई चाहिँ मजाले याद गर्न सक्छौँ है त। लयको आधारमा मौलिक हक होइन। अब 16 नम्बरको ठ्याक्कै फोटो बन्दैन। अब 16लाई हामीले 14 बनाउँछौँ कि किन? राइमिङको आधारमा। मेमोरी टेक्निक्समा सिम्पली कुनै पनि कुरालाई फोटो नबन्ने कुरालाई फोटो बनाइन्छ। अनि अर्को भनेको चाहिँ लिङ्किङ गरिन्छ। यहाँ पनि राइमिङ सिस्टम र लिङ्किङ सिस्टम गरी दुईवटा टेक्निक्सहरू युज हुन्छ। राइमिङ सिस्टम मात्रबाट पनि याद गर्न सकिँदैन, लिङ्किङ सिस्टमबाट मात्र पनि याद गर्न सकिँदैन। किन भन्दा कुनै पनि कुरालाई लिङ्क गर्नको लागि पहिल्यै हामीलाई थाहा भइसकेको कुरामा थाहा नभएको नयाँ कुरा ल्याएर जोड दिने हो। लिङ्क भनेकै जोड्ने हो, एकअर्कासँग कनेक्सन गर्ने हो। त्यो भएको कारणले गर्दा सुरुमा चाहिँ राइमिङ सिस्टम भन्ने हामीलाई अलरेडी थाहा भइसकेको होइन। जस्तै 16 नम्बर थाहा छ तर 16को फोटो बन्दैन, तर 14को त फोटो बन्छ नि होइन। त्यस्तै गरी 17 नम्बर हामीलाई थाहा छ, 17को फोटो बन्दैन तर पत्रको त फोटो बन्छ नि। त्यस्तै गरी 18 छ, 18को फोटो नबन्ला तर बटाराको त फोटो बन्छ नि। बटारा मतलब रोलिङ गरिराखेको, इमेजिनेसन गर्न सकिन्छ नि त। हो, यस्तो कुराहरूको आधारमा चाहिँ हामीले 16 नम्बरबाट 46 नम्बरसम्म 31वटा हकहरू याद गर्नेछौँ। ल 16बाट स्टार्ट गरौँ अब। ल 16 नम्बरमा चाहिँ हाम्रो सिम्पली के छ भन्दाखेरि सम्मानपूर्वक बाँच्न पाउने हक छ। 16लाई के बनाइयो? 14 बनाइयो। किन? 16को फोटो नबन्ला तर 14को फोटो बन्छ भनेको मतलब 16 ठ्याक्कै याद नआए पनि, 16 नम्बरमा के छ याद नआए पनि 16 नम्बर भनेको 14 नम्बर 16 भनेको 14 त याद हुन्छ हामीलाई। अब 16 नम्बरमा के रहेछ? सम्मानपूर्वक बाँच्न पाउने हक। अब अलिकति कथालाई चाहिँ हामीले के गर्छौँ, हामीले कुनै पनि कुरालाई याद गर्दाखेरि आहा हाहा र छिछि भनेको मतलब एकदम हाँसो लाग्दो होइन, घिन लाग्दो। र अर्को भनेको चाहिँ अलिकति असामान्य कि इम्पोसिबल, जे कुरा पोसिबलै छैन त्यस्तो खालको कथाहरू चाहिँ हाम्रो दिमागले छिटो मेमोराइज गर्न सक्छ र छिटो सम्झिन सक्छ। त्यो भएको कारणले गर्दा त्यस्तो खालको कथाहरू बनाउँदै लिङ्क गर्दै गरिन्छ। र जस्तै 16 नम्बर छ, 16मा सम्मानपूर्वक बाँच्न पाउने हक, यसलाई चाहिँ लिङ्क गर्नुपर्दा 16 भनेको चोर हामीलाई थाहा भइसक्यो, राइमिङ अनुसार गर्दैछौँ। हाम्रो देशमा चोरहरूलाई पनि के गरिन्छ भन्दा एकदम रेस्पेक्ट दिएर सम्मान गरेर बोलिन्छ के। जब जब तपाईँ 16 सम्झिनुहुन्छ, ए 16 भनेको चोर थियो, चोरहरूलाई के गरेर बोलिन्छ अरे? चोरहरूलाई पनि एकदम रेस्पेक्ट गरेर के, यसरी रेस्पेक्ट दिएर, रेस्पेक्ट शब्द दिएर चोरहरू बोलिन्छ। अचम्मको कथा भयो नि होइन। अचम्मको चोरहरूलाई पनि कसैले रेस्पेक्ट गर्छ र गर्दैन नि त। तर हामीले के गर्छौँ, अलिकति फन्नी बनाइदिएको अचम्मको खालको कथा बनायो। अब जब जब तपाईँलाई 16 भयो, ए 16 भनेको चोर थियो, चोरहरूलाई के गरिएको थियो? सम्मानले बोलिन्छ। अबदेखि चाहिँ चोरहरूलाई केले बोल्नु पर्यो? सम्मानपूर्वक बोल्नु पर्यो। भनेको मतलब सम्मानपूर्वक बाँच्न पाउने हक 16 नम्बरमा रहेछ। त्यस्तै गरी 17 नम्बरमा चाहिँ के छ भन्दाखेरि स्वतन्त्रताको हक। हामीले याद गर्नुपर्ने मौलिक हक पनि रहेछ 17 नम्बरमा, स्वतन्त्रताको हक। अब हेरौँ है, 17को ठ्याक्कै फोटो नबन्ला तर पत्रको त फोटो बन्छ नि होइन। यो लेटरको फोटो त हामी सबैको दिमागमा बस्छ, यो लेटरको त फोटो बन्छ। त्यस्तै गरी स्वतन्त्रताको फोटो नबन्ला तर स्वतन्त्र भन्दा बित्तिकै झ्याप्प दिमागमा को आउँछ? झ्याप्प दिमागमा राष्ट्रिय स्वतन्त्र पार्टीको भने पछाडि रवि लामिछाने पक्का पनि आउँछ तपाईँको दिमागमा। 17 नम्बर भनेको पत्र भयो, पत्र पढ्दै हुनुहुन्छ जेलभित्रै बसेर कसले भन्दा रवि लामिछानेले। किन? जब जब पत्र सम्झिनुहुन्छ पत्रबाट 17 भयो। पत्र कसले पढ्दै थियो? ए रवि लामिछानेले जेलभित्रै बसेर होइन। किन रविबाट चाहिँ हामीलाई स्वतन्त्रता याद आउँछ, स्वतन्त्र राष्ट्रिय स्वतन्त्रबाट स्वतन्त्रताको हक। त्यस्तै गरी अर्को छ हाम्रो 17 पछाडि 18 नम्बरमा जाउँ हो।
18 नम्बरमा चाहिँ सिम्पली के छ भन्दा 18 को फोटो नबन्ला तर बटारेको त फोटो भन्छ नि। इभन यही फोटोमा पनि के देखाइएको छ, रस्सी बटार्दै होइन, यतापट्टि पिठो एउटा बटार्दै गरेको हामीले के देख्न सक्छौँ, फोटो देखिरहेको छौँ। 18 भनेको बटार, के बटार भन्दा रस्सी बटार। रस्सी भनेको के हो, एक प्रकारको सामान हो नि त, रस्सी पनि सामान हो, पिठो पनि सामान हो। सामानबाट समानताको हो। जब जब तपाईँ 18 सम्झिनुहुन्छ, ए 18 भनेको बटार थियो, के बटारिराखेको, सामान बटारे, रस्सी बटारेको, रस्सी मतलब सामान, सामान बटार, सामानबाट समानताको हक। त्यस्तै गरी 19 नम्बरमा छ। 19 नम्बरमा चाहिँ 19लाई चाहिँ हामीले के गराउन सकिन्छ, 19 गराइयो। किन 19को फोटो नभन्ला तर 19 समेको त फोटो भन्न सक्छ नि त, होइन। 19 कसरी 19 भन्दा सञ्चारको हक, सञ्चारमा धेरै के समाचार सुन्दा सुन्दै अथवा मोबाइल लगायतका सञ्चारका साधन चलाउँदा चलाउँदै चाहिँ त 19, सञ्चारका साधन धेरै चलाएर चाहिँ के गरिस्, 19। जब जब तपाईँ 19 सम्झिनुहुन्छ, 19बाट 19 कसरी सुन्नेको थिइस् भन्दा समाचार, सञ्चारका साधन धेरै चलाएर, सञ्चारका साधन भनेको मतलब चाहिँ मोबाइल धेरै चलाएर 19। ओके, 20 नम्बरमा जाउँ। 20 को ठ्याक्कै फोटो नबन्ला तर बिगको त फोटो भन्छ नि त, होइन, यो पोइजनको त फोटो भन्छ। अब 20 नम्बरमा याद गर्नुपर्ने के छ, न्याय सम्बन्धी हक। 20मा चाहिँ के रहेछ भन्दा न्याय सम्बन्धी हक। न्यायले हामीले के गर्छौँ, न्यायको फोटो बन्दैन तर नुहाएको त फोटो भन्छ, सिम्पली यहाँ नुहाउँदै गरेको फोटो भन्छ। नुहाएर बिख खाइसके पछाडि के गरिने रहन्छ, मरिने रहन्छ। अरू बेला बिख खाँदाखेरि सिधै मरिन्छ, तर अब जबदेखि तपाईँ नुहाएर बिख खानुहुन्छ तब मरिँदैन। नुहाएबाट न्याय, बिखबाट विष। 20 नम्बरमा के रहेछ, न्याय सम्बन्धी हक। त्यस्तै गरी हामी अब 21 नम्बरमा जान्छौँ। ओके, 21 नम्बरमा जाउँ। अब 21 को ठ्याक्कै फोटो नबन्ला तर एक आइसको त फोटो भन्छ नि, होइन, एउटा मात्रै आइसको फोटो हामीले इमेजिनेसन गर्न सक्छौँ। 21मा चाहिँ हामीले याद गर्नुपर्ने के छ, अपराध पीडितको हक। अपराधबाट पीडित भएकाहरूलाई चाहिँ मैले एउटा आइस दिएर के गरिदिएँ, मन हल्का एकदम शीतल गरिदिएँ कि किन, 21बाट 21 भयो। 21 मैले कसलाई दिएँ, अपराधबाट पीडित भएको। अपराधबाट पीडित भएको भनेको मतलब जो हत्या, हिंसा, बलात्कारबाट पीडित छन् उनीहरूलाई के भनिन्छ, अपराध पीडित भनिन्छ। जब जब तपाईँ 21 सम्झिनुहुन्छ, 21लाई 21 बनाएको थियो, 21 कसलाई दिए, अपराधबाट पीडित भएकालाई दिए। बाट चाहिँ हाम्रो के भयो, यसमा 21 नम्बरमा के रहेछ, अपराध पीडितको हक। त्यस्तै गरी अब हामी 22 नम्बरमा जाउँ। 22 को ठ्याक्कै फोटो नभन्दा तर 22 को के भन्न सक्छ, राइस, 22 राइस, राइमिङको आधारमा 22 राइस, होइन। यातना विरुद्धको हक छ हामीले याद गर्नुपर्ने मौलिक हक। यसमा हामीले कसरी लिङ्किङ गर्न सक्छौँ भन्दा राइस खानेलाई यातना दिन मिल्दैन, अबदेखि चाहिँ जसले राइस खान्छ उसलाई यातना दिन मिल्दैन, अरू सबैलाई यातना दिन मिल्छ। भनेको मतलब चाहिँ जब जब तपाईँ 22 सम्झिनुहुन्छ, 22 भनेको के थियो, 22 भनेको राइस थियो। राइस खानेलाई के गर्न मिल्दैन अरे, यातना दिन मिल्दैन। किन मिल्दैन, विरुद्ध याद गर्नु छ नि त। यातना विरुद्धको हक कति नम्बरमा रहेछ, 22 नम्बरमा रहेछ। त्यस्तै गरी 23 नम्बरमा जाउँ। 23 भनेको चाहिँ ल्याइस। 23 को ठ्याक्कै फोटो नभन्ला तर ल्याइस, केही सामान ल्याइस, केही मान्छे ल्याइस, हो यस्तो गराउन सकिन्छ। जस्तै 23 नम्बरमा हामीले याद गर्नुपर्ने चाहिँ के छ भन्दा निवारक नजरबन्द विरुद्धको हक छ। निवारक नजरबन्द भनेको जसलाई चाहिँ बन्द कोठामा बन्धक बनाएर राखिएको हुन्छ उनीहरूलाई के भनिन्छ, निवारक नजरबन्द, त्यसलाई चाहिँ निवारक नजरबन्द भनिन्छ। निवारक नजरबन्द विरुद्धको हक कतिमा छ, 23 छ। 23लाई हामीले के बनाऊँ, 23लाई ल्याइस बनायौँ। कसलाई ल्याइस छ भन्दा निवारक नजरबन्दमा राखिएका व्यक्तिहरूलाई चाहिँ ल्याइस। त्यस्तै गरी 24मा जाऊँ। 24को ठ्याक्कै राइमिङ सिस्टम नभएको कारणले 24लाई चाहिँ हामीले के गर्यौँ, 24 घन्टा। 24 घन्टा मतलब घडीको इमेजिनेसन सम्झिन सकिन्छ, होइन। घडीको फोटो बनाउने कि दिमागमा चाहिँ घडीको फोटो। यो छुवाछुत गर्ने मान्छेले नि 24 घन्टा छुवाछुत गर्छन् के, खाँदा होस्, सुत्दा होस्, होइन, उड्दा होस्, जेसुकै गर्दा होस्, उनीहरूले चाहिँ छुवाछुत गर्ने मान्छेले के गर्ने रहेछ, 24 घन्टा छुवाछुत गर्ने रहेछ। अब 24 नम्बरमा के रहेछ, 24 घन्टा कसले गर्छ, छुवाछुत गर्ने मान्छेले, भनेपछि छुवाछुत तथा भेदभाव विरुद्धको हक कतिमा रहेछ, 24 नम्बरमा रहेछ। ल अब 25 नम्बरमा जाऊँ। 25 को ठ्याक्कै फोटो नभन्ला तर 25 को त फोटो भन्छ नि, होइन, केही 25 के, होइन, केही सामान अथवा पैसा लगेर 25 तिरिनस् भन्ने हुन्छ नि त। जस्तै यहाँनिर हाम्रो याद गर्नुपर्ने के छ, सम्पत्तिको हक छ। यसलाई चाहिँ कसरी लिङ्क गर्न सकिन्छ भन्दा यहाँ फोटोमा देख्न सक्नुहुन्छ, दुई दाजुभाइ झगडा गर्दैछन् के को लागि, प्रपर्टीको लागि, सम्पत्तिको लागि। ओए तैँले एक्लै सम्पत्ति 25, ओए तैँले बाउको सम्पत्ति एक्लै 25 भनेर के गर्दैछन्, यहाँ झगडा गर्दैछन्। अब 25बाट 25 भयो, के को लागि झगडा गर्दैछन् रे, सम्पत्तिको लागि, भनेपछि सम्पत्तिको हक कति नम्बरमा रहेछ, 25 नम्बरमा रहेछ। त्यस्तै गरी अर्को जाउँ। अर्को भनेको हाम्रो के छ भन्दा 26 नम्बरमा चाहिँ, ओके, अब 26 नम्बरमा जाउँ।
26को ठ्याक्कै फोटो नभन्दा तर छविको त फोटो भन्छ नि, छवि छवि नाम गरेको अङ्कलको फोटो भन्छ। मैले यहाँ कसको राखेँ, छवि ओझा राखेँ, फिल्म डिरेक्टर होइन। यहाँनिर फोटोमा पनि देखिसक्नुभयो छविलाई राखेँ मैले। अब छवि ओझा के गर्न थाले, धर फिल्म बनाउनतिर छोडेर धर्म कर्मतिर स्वाहा गर्न थाले। किन, फिल्म बनाउन त उनीसँग अब के छैन, पैसै छैन। त्यो भएको कारणले गर्दा उनी कतातिर लागे, धर्म कर्मतिर स्वाहा गर्नतिर लागे। त्यस्तै गरी 27मा जाउँ। 27को के गराउन सकिन्छ, 27 के 28 27 हुन्छ नि, एकदम दुःख दिस टाइपको सूचनाको अक्सर चना खाएको खाइ गरेर चाहिँ 27। तपाईँको प्यारेन्ट्सले भन्दै हुन्छ कति चना खाएको, चना खाँदा खाँदै मलाई 27। चना जति बेलै चना, खाजामा चना, खानामा चना, जति बेलै चना मागेको मागे गरेर 27। 27बाट 27 के मागेर, चना, चनाबाट सूचना। अनि त्यस्तै गरी 28 नम्बरमा जाउँ। 28को ठ्याक्कै फोटो नभन्ला तर प्राइजको त फोटो भन्छ नि होइन, प्राइजको फोटो भन्छ। हेर्नुहोस् है, 28को फोटो बन्दैन। 28लाई मैले राइमिङ अनुसार 28 प्राइज, एउटा लयको आधारमा मैले प्राइज गराइदिएँ होइन। गोपनीयताको हक छ हामीले याद गर्नुपर्ने। मैले प्राइज पाए पछाडि के गर्ने गर्छु, गोप्य राख्ने गर्छु कि जब जब मैले प्राइज पाउँछु, जब जब मैले केही कुरा कसैले मलाई गिफ्ट दिन्छ तब मैले के गर्ने रहेछु, गोप्य राख्छु। किन, देखाएर राखेँ भने नजर लाग्छ, लैदिन्छन् भनेर, चोर दिन्छन् भनेर चाहिँ मैले के गर्ने रहेछु, गोप्य राख्ने रहेछु। गोप्यबाट गोपनीयताको हक। अब जब जब तपाईँ 28 सम्झिनुहुन्छ, 28लाई के भयो, 28 भनेको प्राइज थियो। प्राइज मैले के गर्छु, लुकाएर राख्छु भनेको मतलब गोपनीयताको, गोप्य राख्छु भनेको मतलब चाहिँ गोपनीयताको हक। त्यस्तै गरी 29मा जाऊँ। त्यसलाई हामीले के गराउन सकिन्छ, उनी गराउन सकिन्छ कि 29को ठ्याक्कै फोटो नबन्ला तर उनको त फोटो भन्छ नि, उन के होइन, तपाईँको उनी के, तपाईँको उनी, तपाईँको प्यारीलाई चाहिँ हामीले के गर्न सक्छौँ, यहाँ फोटो बनाउन सक्छौँ। अब यसमा याद गर्नुपर्ने के छ, शोषण विरुद्धको हक छ। हेर्नु चाहिँ 29लाई उन गराइयो, उन अथवा उनी गराइयो। उनलाई के गर्नु हुँदैन, शोषण गर्न हुँदैन। शोषण गर्यो भने कानुन लाग्छ। हामीले याद गर्नुपर्ने के छ, शोषण विरुद्धको छ नि त, त्यो भएको कारणले गर्दा गर्नु हुँदैन भनेको मतलब चाहिँ विरुद्ध हो नि त। 29 नम्बरमा के रहेछ, शोषण विरुद्धको हक। त्यस्तै गरी अब 30 नम्बरमा जाउँ। 30को ठ्याक्कै फोटो नबन्ला तर मिसको त फोटो बनाउन सकिन्छ नि त होइन। 30को फोटो नबन्ला तर मिसको त फोटो बन्छ। वातावरण पढाउने मिसले के भनेर पढाउनुहुन्छ भन्दा, स्वच्छ वातावरणलाई एकदम स्वच्छ सफा राख्नुपर्छ है भनेर पढाउँदै हुनुहुन्छ। किन, 30 भनेको मिसले के गर्दै हुनुहुन्छ, वातावरणलाई स्वच्छ राख्नुपर्छ भनेर पढाउँदै हुनुहुन्छ। भनेको मतलब चाहिँ जब जब तपाईँ 30 सम्झिनुहुन्छ, 30 भनेको मिस थियो, मिसले के गर्दै हुनुहुन्छ अरे, वातावरणलाई सफा राख्नुपर्छ भनेर पढाउँदै हुनुहुन्छ। त्यस्तै गरी हामी 31 नम्बरमा जाउँ। अब 31 हेरौँ। 31को ठ्याक्कै फोटो नबन्ला है, 31को ठ्याक्कै फोटो नबन्ला तर एक किसको त फोटो भन्छ नि त होइन। एउटा किसको फोटो भन्छ, एउटा किसको फोटो भन्छ। जब जब म शिक्षा लिन थाल्छु अथवा जब जब तपाईँ पढ्न थाल्नुहुन्छ तब तपाईँलाई के गर्न मन लाग्छ, एक किस खान मन लाग्छ। किन, 21बाट 31 शिक्षाबाट शिक्षा सम्बन्धी हक है त। 21बाट 31 शिक्षाबाट शिक्षा सम्बन्धी हक। अनि त्यस्तै गरी अब हामी नेक्स्टमा जान्छौँ। अब 32 नम्बरमा जाउँ। 32मा चाहिँ हामीले याद गर्नुपर्ने के छ, भाषा तथा संस्कृतिको हक। 32को ठ्याक्कै फोटो नभन्ला तर बत्तीको त फोटो भन्छ नि, बिजुली बत्तीको फोटो भन्छ। हामी सबैलाई थाहा छ बिजुली बत्ती कस्तो हुन्छ भन्ने होइन। अब त्यसलाई चाहिँ हामीले के गर्नु पर्यो, भाषा तथा संस्कृतिसँग लिङ्क गर्नु पर्यो के। कता हिँडेको बत्ती बालेर बिजुली बालेर भन्दै आफ्नै भाषा तथा संस्कृतिमा रमाउँदै, आफ्नै भाषा तथा संस्कृतिमा के गर्दैछन् यिनीहरूले, बिजुली बालेर भन्दै गीत गाउँदै रमाउँदैछन्, रमाउँदै नाच्दैछन्। केमा, आफ्नै भाषा तथा संस्कृतिमा, आफ्नै भाषामा, आफ्नै नेपाली भाषामा। अब जब जब तपाईँ 32 सम्झिनुहुन्छ, ए 32लाई बत्ती गराएको थियो, बिजुली बत्ती, बिजुली बालेर भन्दै कुन भाषामा, आफ्नै भाषामा होइन, आफ्नै भाषा तथा संस्कृतिमा। अनि अब त्यस्तै गरी हामी 33 नम्बरमा जाऊँ। 33लाई चाहिँ हामीले के बनाउन सकिन्छ, 33को ठ्याक्कै फोटो नभन्ला तर 38को फोटो भन्छ नि। भनेको मतलब चाहिँ कोही मान्छे एकदम आत्तिएको कि केही नपाएर। जस्तै यहाँनिर 33 नम्बरमा के छ, 33मा रोजगारीको हक छ होइन। हामीले कसरी लिङ्क गर्न सक्छौँ, 33 भनेको 38। किन 38 भन्दा रोजगार नपाएर कि, काम खोज्दा खोज्दा एकदम भौतारिएर रोजगार नपाएर चाहिँ तपाईँ कसरी यसरी आत्तिएर टाउकोमा हात लाएर चाहिँ आइएम अनइम्प्लोइमेन्ट भनेर यसरी चाहिँ तपाईँले बोर्ड टास्दै एकदम आत्तिएर आत्तिएर बस्नुभएको छ। किन, रोजगार नपाएर। अब जब जब तपाईँ 33 सम्झिनुहुन्छ, 33 भनेको 38 थियो। किन आत्तिएर, रोजगार नपाएर आत्तिएको थियो भनेपछि रोजगारीको हक कतिमा रहेछ, 33 नम्बरमा। अब त्यस्तै गरी 34 नम्बरमा जाऊँ। 34को ठ्याक्कै फोटो नबन्दा तर ज्योतिषको त फोटो भन्छ नि होइन, ज्योतिषको एस्ट्रोलोजरको त फोटो भन्छ। श्रम सम्बन्धी हक छ, हामीले याद गर्नुपर्ने। श्रम भनेको काम हो।
अचेलका ज्योतिषहरूमा के हुँदैन, लाज श्रम भन्ने कुरा नै हुँदैन, अथवा ज्योतिषहरूले आफ्नो काम गरेर खाएका छन्। जब जब तपाईँ 34 सम्झिनुहुन्छ, 34 भनेको ज्योतिष थियो। ज्योतिषहरूले के गरेनन्, आफ्नो काम गरेर खाएका छन् भनेको मतलब श्रम गरेर खाएका छन्, श्रम सम्बन्धी हक। त्यस्तै गरी हामी अब 35 नम्बरमा जाउँ। 35 को ठ्याक्कै फोटो नबन्ला, तर पिटिस भनेको त फोटो बन्छ नि। कसैलाई हान्दै गरेको त फोटो बनाउन सोच्न सकिन्छ, कसैलाई पिट्दै गरेको इमेजिनेसन त गर्न सकिन्छ होइन। 35 नम्बरमा याद गर्नुपर्ने के रहेछ, स्वास्थ्य सम्बन्धी हक। हेर्नुहोस् है, 35मा के छ, स्वास्थ्य सम्बन्धी हक छ, पिटिस छ होइन। पिटिस भने के बिग्रिन्छ, स्वास्थ्य बिग्रिन्छ। यहाँनिर पनि पिट्दाखेरि अनुहारमा दागै दाग होइन, साइडबाट मुक्का हान्दैछन्, पिट्दैछन्, पिट्दा के भएको छ, यहाँ स्वास्थ्य बिग्रेको छ नि। पिटिस 35, जब जब तपाईँ 35 सम्झिनुहुन्छ, 35बाट पिटिस भएको थियो। पिटिस भने के हुन्छ अरे, स्वास्थ्य बिग्रिन्छ, स्वास्थ्य सम्बन्धी हक। 36लाई चाहिँ हामीले के गराइयो, 36लाई छत गराइयो। किन 36को फोटो नबन्ला, तर घरको छतको त फोटो बन्छ नि। हो, यसरी घरको छतमा बसेर खाना खानुको मजा के हुन्छ, बेग्लै हुन्छ। यसरी घरको छतमा होइन, ट्याक्क सिन हेर्दै, बाहिरको भ्यू हेर्दै खाना खानुको, घाम ताप्दै खाना खानुको मजा बेग्लै हुन्छ। किन खानाबाट खाद्य याद आउँछ, छतबाट 36 याद आउँछ। भनेपछि 36 नम्बरमा के रहेछ, खाना भनेपछि खाद्य सम्बन्धी हक। त्यस्तै गरी 37 नम्बरमा जाउँ। 37को ठ्याक्कै फोटो नबन्ला, तर सहीको त फोटो बन्छ नि होइन। सही असहीहरूको त फोटो बन्छ। 37 नम्बरमा याद गर्नु के रहेछ, आवासको हक छ। आवास भनेको हाम्रो घर, हामी बस्ने घरलाई के भनिन्छ, आवास भनिन्छ। अबदेखि सहीहरूले आफू ड्युटी गर्दा, ड्युटीमा भए पनि होइन, जेसुकै भए पनि उनीहरू चाहिँ अब चौकी बस्नुको सट्टा चाहिँ कहाँ बस्ने रहेछन्, आफ्नै आवासमा। भनेको मतलब जब जब तपाईँ 37 सम्झिनुहुन्छ, 37 सम्झिँदा बित्तिकै 37लाई सही बनाएको सम्झिनुहुन्छ। सहीहरू चाहिँ कहाँ बस्ने रहेछन्, अबदेखि चौकी बस्नुको सट्टा चाहिँ आफ्नै आवासमा बस्ने रहेछन्। आवासबाट आवासको 38 छ। 38को ठ्याक्कै फोटो नबन्ला, तर 8वटा किसको फोटो बन्छ होइन, 8 किसको फोटो बन्छ। यस्तो 8 यहाँनिर देख्नुभयो, 8। मैले 38को ठ्याक्कै फोटो नबनेको भएर, ठ्याक्कै राइमिङ नभएर मैले 38 8 किस बनाइदिएँ। 8 किस महिलाको हक छ। हेरौँ है, जब जब तपाईँ 38 सम्झिनुहुन्छ, 38बाट अबदेखि चाहिँ तपाईँ 8 किस सम्झिनु पर्यो, 8वटा किस। जब महिलाहरू खुसी हुन्छन् नि, तब एकै पटकमा के दिन्छन्, 8वटा किस दिन्छन् के, किस। 8 किसबाट 38। त्यस्तै गरी अब हामी नेक्स्टमा जाऊँ, 39 नम्बरमा जाऊँ। 39मा चाहिँ हाम्रो के छ भन्दा, बालबालिकाको हक छ। हेरौँ है, 39को ठ्याक्कै फोटो नबन्ला, तर 39को त फोटो भन्छ नि होइन, 39 केही कुरा 39। अब 39मा हामीले यहाँ याद गर्नुपर्ने के रहेछ, बालबालिकाको हक। बालबालिकाहरू एकदम हल्का हुन्छन्, वेट कम हुन्छ, त्यो भएको कारणले के हुन्छ, बालबालिकालाई उचाल्न सजिलो हुन्छ। बालबालिकाहरूलाई सजिलै उचाल्न सकिन्छ। उचाल्नबाट 39 भयो, कसलाई उचाल्न, बालबालिकालाई उचाल्न। भनेपछि 39 नम्बरमा के रहेछ, बालबालिकाको हक। बालबालिका 40मा चाहिँ हाम्रो के छ, 40को फोटो नबन्ला, तर मालिसको त फोटो बन्छ नि होइन, मसाज गर्दै गरेको। यहाँ फोटोमा पनि देख्न सकिन्छ, टाउको मसाज गर्दै गरेको। हामीले याद गर्नुपर्ने के छ, दलितको हक छ। कसरी लिङ्क गर्न सकिन्छ भन्दा, दलितहरूले के गर्छन्, मालिस गर्ने काम गर्छन्। दलितहरूले के होइन, जब जब तपाईँ 40 सम्झिनुहुन्छ, 40 भनेको मालिस थियो। मालिस गर्ने काम कसले गर्यो अरे, दलितले होइन। तपाईँ 41 सम्झिनुहुन्छ, 41बाट 1 ताली भयो। 1 ताली बजाउने काम कसले गर्ने रहेछन्, बुढापाकाहरूले। बुढापाका भनेको को, ज्येष्ठ नागरिकहरूले। उमेर बढ्दै गए पछाडि 1 ताली बजाउने काम कसले गर्ने रहेछ, ज्येष्ठ नागरिकले गर्ने रहेछन्। भनेपछि 41 नम्बरमा के रहेछ, ज्येष्ठ नागरिकको हक। त्यस्तै गरी 42मा जाऊँ। 42लाई चाहिँ के गर्न सकिन्छ, 42लाई चाहिँ मैले सिम्पली 42 गरेको छु। 42लाई 42, 42 भनेको आगो बालिस के। 42को ठ्याक्कै फोटो नबन्ला, तर 42को त फोटो भन्छ नि। यहाँनिर के देख्न सकिन्छ, आगो बाल्दै गरेको फोटो देख्न सकिन्छ नि त होइन। सामाजिक न्यायको, न्याय सम्बन्धी हक छ। सामाजिक न्याय, समाजमा न्याय। सामाजिक न्यायको लागि आगै बालिस यार भनेर तपाईँले के भन्दै हुनुहुन्छ साथीलाई, त खतरा मान्छे होइन। सामाजिक, समाजको न्यायको लागि आगै बालिस, समाजको न्यायको लागि चाहिँ आगै 42। जब जब तपाईँ 42 सम्झिनुहुन्छ, 42 भनेको 42, के बालेको थियो भन्दा, आगो बालेको थियो। किन, समाजको न्यायको लागि भने, समाजको न्यायबाट सामाजिक न्याय, सामाजिक न्याय सम्बन्धी हक। अब त्यस्तै गरी 43मा जाऊँ। 43को ठ्याक्कै फोटो नबन्ला, तर तीरको त फोटो भन्छ नि, तीर चलाइस के, तीर। यहाँनिर फोटोमा देखिएको पनि सेम, फोटोमा देखिएको तीर, यो तीरको त हामी सबैजनालाई फोटो बन्छ। अनि 43को फोटो नबन्ला, तर तीरको त फोटो बन्छ नि। तीरबाट 43, अथवा तीर चलाउँदैबाट 43। सामाजिक सुरक्षाको हक छ। सामाजिक सुरक्षाको हक कति नम्बर छ, 43। अब यसलाई याद गरौँ है त। सामाजिकको सा निकाल्नुहोस्, सुरक्षाको सु निकाल्नुहोस्। सामाजिकको सा र सुरक्षाको सुबाट सासु भयो। सासुको बेहोरा कस्तो छ त भन्दा, तीरले खोज्ने जस्तो छ।
प्राय सबै सासूहरूको बेहोरा कस्तो हुन्छ, तीरले घोच्ने जस्तो छ। अब जब जब तपाईँ 43 सम्झिनुहुन्छ, 43बाट के भएको थियो, तीर भएको थियो। तीरले घोच्ने जस्तो बेहोरा कसको छ, दिदीको होइन, बहिनीको होइन, भाइको होइन, ए सासूको थियो भनेर हामीले यहाँ फोटोमै सासूलाई तीरले घोचेको के देख्न सक्छौँ, फोटो देख्न सक्छौँ। यसबाट पनि हामीलाई याद हुन सक्छ। त्यस्तै गरी 44मा जाउँ। 44 नम्बरमा चाहिँ के, 44को ठ्याक्कै राइमिङ नबनेको कारणले 44लाई चाहिँ चौलानी गराउन सकिन्छ। चौलानी चाहिँ उपभोक्ताको हक छ। यसलाई चाहिँ कसरी याद गर्न सकिन्छ, सिम्पली हामी उपभोक्ता के खाएर बाँचिरहेको छौँ, चौलानी खाएर बाँचिरहेको छौँ भनेपछि जब जब तपाईँ 44 सम्झिनुहुन्छ, 44बाट चौलानी थियो। चौलानी खाएर को बाँचेको छ, हामी उपभोक्ता, हामी बाँचेको छौँ। हामी भनेको को, उपभोक्ता भनेपछि उपभोक्ताको हक कतिमा रहेछ, 44 नम्बरमा रहेछ। त्यसै गरी अब हामी 45 नम्बरमा जाउँ। 45को ठ्याक्कै फोटो नभन्दा तर अगाडिको यो पैँचाबाट हामीले के बनाउन सकिन्छ, पैँचो बनाइयो। किन, सबै अङ्कहरूको चाहिँ राइमिङ सिस्टम नहुने भएको कारणले गर्दा हामीले कुनै कुनैमा चाहिँ के गर्छौँ, फोटो, जुन कुराको फोटो बन्छ, जसरी फोटो बन्छ, जसरी हिन्ट्स बन्छ, जसरी हाम्रो दिमागले सम्झिन सक्छ, त्यस्तो कुराहरूलाई ल्याएर लिङ्क गरिन्छ। जस्तै यहाँ 45 छ, 45को अगाडिको मैले पैँचाबाट पैँचो बनाइदिएँ होइन, पैँचो। अनि 45 नम्बरमा चाहिँ याद गर्नुपर्ने के छ, देश निकाला विरुद्धको हक छ। पैँचो माग्नेहरूलाई देश निकाला गर्न पाइँदैन। जस्तै पैँचो मागे भन्दैमा, उधारो मागे, सापटी मागे, पैँचो मागे भन्दैमा अबदेखि चाहिँ देशै निकाला गर्न चाहिँ पाइँदैन। पैँचो मागे भन्दैमा के गर्न पाइँदैन, देश निकाला गर्न पाइँदैन। पैँचो माग्दैछ, यसले पैँचो मागे भन्दैमा चाहिँ देशैबाट निकाल्न पाइँदैन। भनेको जब जब तपाईँ 45 सम्झिनुहुन्छ, 45बाट पैँचो गराएको थियो, पैँचो मागे भने के गर्न पाइँदैन अरे, पैँचो मागे भन्दैमा चाहिँ देशबाट निकालिहाल्न चाहिँ पाइँदैन। देश निकाला विरुद्धको हक कतिमा रहेछ, 45 नम्बरमा रहेछ। के त्यस्तै गरी 46 नम्बरमा जाउँ। हेर्नुहोस्, 46को ठ्याक्कै फोटो नबन्ला तर छ्या भनेर, छ्या भनेको घिनाएको त फोटो बनाउन सकिन्छ होइन। 46 नम्बरमा चाहिँ के छ भन्दा संवैधानिक उपचारको हक छ। अब यसलाई कसरी लिङ्क गर्न सकिन्छ भन्दा, संवैधानिकको ठ्याक्कै फोटो नभन्ला संविधानको उपचारको फोटो भन्छ होइन। नेपालको संविधान छ यहाँनिर, यो संविधानको उपचार गर्दै गरेको, यसरी सुई लाउँदै गरेको इमेजिनेसन गर्न सकिन्छ। नेपालको संविधानको उपचार गरेको, संवैधानिक उपचारलाई संविधानको उपचार गरिन्छ। अब 46सँग कसरी लिङ्क गर्ने त भन्दा, छ्या यो संविधानको उपचार नगरेर के भएको, हाम्रो देश बिग्रिँदै गएको। अब जब जब तपाईँ 46 सम्झिनुहुन्छ, यो 46लाई छ्या बनाएको थियो। छ्या, हाम्रो देश कसरी बिग्रियो अरे, संविधानको उपचार राम्रोसँग नगरेर संविधानको उपचारबाट संवैधानिक उपचारको हक।